हेलो गाइज, वेलकम टु माई च्यानल। आज चाहिँ हाम्रो यात्रा छ सिटी आइल्यान्डसम्मको। अनि आज हाम्रो फ्यामिली टुर हो। यो चाहिँ सर्ट टुर हो होइन साथीहरू। यहाँ चाहिँ एकदम मनपर्छ मलाई यो ठाउँ चाहिँ घुम्नको लागि। अनि बाबुहरूलाई पनि हामीले कहीँ पनि लगेको थिएनौँ नि त। यहाँनिर अब मार्केटहरू त लगेको थियौँ तर यसरी बाहिरतिर निकालेको थिएनौँ, जाडो धेरै थियो र। अनि आज चाहिँ बाबुहरूलाई पनि लिएर हामी हिँडिरहेको छौँ नि। मेरो बाबु पनि मक्ख पर्नु भएको छ, ठुलो माया हो उहाँ चाहिँ, एकदम खुसी हुनुहुन्छ बाहिर हिँड्न पाउँदाखेरि। अनि हामी चाहिँ एकदम सन्चै छौँ सबैजना, हजुरहरू पनि सन्चै छ होला भन्ने आश गरेको छौँ। साथीहरू हाम्रो चाहिँ यहाँनिर बाबुहरू रेडी भइसके अब घुम्न जानको लागि। दुईजना रिसाइराख्नु भएको छ उहाँहरू। हाँसेन सानो, हाँसिदेऊ। सानो चाहिँ धेरै नै रिसाइराखेको छ। आज उसलाई चाहिँ कार सिटमा बस्ने बेलामा चाहिँ के हुन्छ हुन्छ, गाडीमा चाहिँ मनै पर्दैन हिँड्नको लागि। ठुलो माया चाहिँ खुसी नै छिन् यतिको। साथीहरू हामी चाहिँ हिँड्न आँटेको होइन। यहाँ चाहिँ यहाँबाट 10-15 मिनट लाग्छ पार्क जान आँटेको। आज चाहिँ यिनीहरू बेबीहरूलाई चाहिँ पहिलोचोटि लगेको। अनि मेरो सर चाहिँ दारी पुरै चिन्डे काटेर यस्तो देखिनु भएको छ, मलाई कमेडी लागिरहेछ। ठुलो माया चाहिँ यहाँ चाहिँ ठुलो माया, मेरो ठुलो माया होइन। सानो माया चाहिँ गएन अब। बाबु 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 रिसाएर नाक फुलाएर केही छैन नि हो मेरो बाबु त। म पनि गएँ, मेरो स्वर पनि आइसक्नु भयो साथीहरू। यहाँनिर सुन्तला होइन, म चाहिँ नखाइकन चाहिँ गाडीमा बस्न सक्दिनँ नि त, त्यही भएर खाँदै हिँडिरहेको छु। ड्राइभर चाहिँ सर हो। गाइज हेर्नु होला, अब हामी चाहिँ आइपुग्यौँ लगभग होइन। यो पुलमा हो हामी फोटो खिच्न आएको। अन्त खोला छ, पुल छ, हजुरहरू हेर्न सक्नुहुन्छ होइन, एकदम दामी छ। अब हामी चाहिँ यहाँबाट पार्किङ खोजेर अनि गाडी पार्क गरेर चाहिँ त्यहाँबाट चाहिँ हिँड्दै जाने बाटो छ अनि जान्छौँ। एकदम राम्रो ठाउँ छ, मलाई चाहिँ कति धेरै राम्रो लाग्छ नि त। अनि बाबुहरू चाहिँ आएको थिएनन्, उनीहरूको त पहिलो हो यो भिजिट भनेको, पहिलो भिजिट हो। पैसा लिन थाल्यो अरे अहिले, हेर्नु सक्नुहुन्छ हजुरहरू। साथीहरू यहाँ चाहिँ टिकट सिस्टम रहेछ होइन, पैसा तिर्ने। अनि पुरा लाइन छ, अब हामीले गइरहेको छौँ। यहाँनिर बेबीहरू रेडी भइसक्यो अब हिँड्नको लागि साथीहरू। गाइज हाम्रो टोली चाहिँ यति धेरै छौँ होइन। अब हामी चाहिँ यहाँनिर कहाँ फोटो खिच्ने भनेर यस्तो राम्रो ठाउँ छ, तर हेरिरहेको छौँ। अलिक उता अझै राम्रो छ नि त, त्यही भएर हो यस्तो राम्रो ठाउँ छ। अनि यहाँ मेरो मुटुहरू हेर्नुहोस्, मजाले बसिरहेका छन्। हेर्नु साथीहरू, एकदम राम्रो छ फोटोहरू खिच्ने ठाउँ यहाँ चाहिँ। हेर्न सक्नुहुन्छ साथीहरू होइन, यताबाट सिटी हो अनि यहाँनिर चाहिँ बिचमा खोला छ। हाम्रो बाबुहरू एकदम खुसी भएको छन् अहिले चाहिँ। अघि चाहिँ बाटोमा आउँदाखेरि चाहिँ रोइरहेको थियो नि त, अहिले चाहिँ एकदम ह्याप्पी छन् बेबीहरू। नो 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 बेबीहरू एकदम इन्जोय गरिरहेको छ साथीहरू। नो बेबी नो नो। अब साथीहरू यो देखेको चाहिँ सुस्केना खोला हो। अनि पारिपट्टिको चाहिँ हेरिसबर्गको डाउन टाउन हो। यहाँ चाहिँ एकदम राम्रो छ फोटोहरू खिच्नको लागि, घुम्न आउनको लागि होइन। हजुरहरू पनि हेरिसबर्ग नजिकै हुनुहुन्छ भने चाहिँ आउन सक्नुहुन्छ, एकदम राम्रो छ। हामीले चाहिँ अब यहीँ भएर पनि होला एकदम मनपर्छ, एकदम राम्रो छ। यहाँनिर हेर्न सक्नुहुन्छ हजुरहरूलाई, म फुल देखाउँछु, एकदम राम्रो छ। अनि चाहिँ फोटोसुट भइरहेको छ। गाइज फोटो खिच्दा अहिले चाहिँ हामी बसिएको छौँ होइन। बेबीहरू स्टुलहरूमा बस्नु नमानेर न्यु खोजेर मम्मा थाम्नै गाह्रो भइरहेको छ यहाँनिर। गाइज उताको साइडमा चाहिँ के कार्यक्रम भइरहेको रहेछ अनि हामी चाहिँ यताको साइडमा छौँ।
अब साथीहरू हामी चाहिँ फाइनली यो पुलमा बल्ल आइपुग्यौँ। यहाँ चाहिँ फोटोहरू एकदम राम्रो राम्रो आएको थियो फोर। यसपालि पनि राम्रो आउँछ होला। ल हाम्रो गाइजहरू चाहिँ आउनु हुँदैछ। गाइजहरू गाइज अब चाहिँ हामी यहाँबाट चाहिँ घर जान आँटेको। बाबु साह्रै गनगन गरेर बरै गनगन गरेर सानोले चाहिँ ठुलो चाहिँ आनन्दले बसिराखेको छ। अब हामी चाहिँ छिटो गरेर घर जान आँटेको साथीहरू। साथीहरू यो चाहिँ अर्कोपट्टिको साइड हो होइन। यहाँनिर चाहिँ पुरै पाहाड पाहाड टाइपको रहेछ हेर्न सक्नुहुन्छ हजुरहरू। यता पनि एकदम राम्रो रहेछ हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी यहाँनिरबाट घर निस्क्यौँ। यो त गाडी सिकेर आउने बाटो होइन माथि। त्यो बाटो त म हिँडेको तर यहाँ मुनिबाट हेर्दाखेरि चाहिँ कस्तो राम्रो देखेको र एकदम दामी देखेको छ। अनि थ्याङ्क यू फर वाचिङ। सबैजना लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला साथीहरू।